खानु पर्यो अनि भेजिटेबल किन्छु म के तरकारी किन्छु भनेर अनि गए वाइटमा किनिदिन्छु तरकारी किन्ने ठाउँ देखाए गएर ढुक गरे अब त्यहाँ त नेपालमा चाहिँ त नेपाली बोल्ने त हैन के ऊ के त्यहाँबाट पैसा छ तर कसरी के भनेर माग्नु बन्दाई सरस्वती आमा भेन्टा चाहिँ निकै मन पर्ला अनि गएर 4 पैसा भेन्टा कति दिन्छ बजारमा गएर भनेर चाहिँ एउटै स्ट्याम्पमा गर्नुपर्छ डबल चर्किन भन्दो रहेछ कि उसले 4 पैसा भेन्टा कति चर्क्यो अन्त मान्छेहरू जम्मा भएर कि त्यहाँ त्यसको 7-8 ब्लक उतापट्टि उनीहरूको साथीहरू नै त्यहाँ हालेको सब मान्छे जम्मा भएर किन भन्छ तू बङ्की बङ्की त्यही भनिराख्यो तू सोध्छ अरे यी क्या बोल्छ है पागल है के 4 पैसा भेन्टा कति दिन्छ लाज भएर उसले साथीहरूलाई के भनेको चाहिँ के कुरा गरेर बसेको यिनीहरूले सम्झँदैनन् मलाई भेन्टा दिए पैसा दिएर पनि भेन्टा दिए मान्दैन भनेर आठ चिल्लाएर निकालेपछि 3 दिन कि 4 दिन त्यहाँ राखेर त्यसपछि फिर्ता लगाइदियो ऊ घरमा आएपछि उसले अब कहिले चाहिँ विदेश भनेपछि नजाने जहिले नै यसरी बसेर गफ गर्न भेन्टा कसरी माग्नु अरे मधेसीहरूले बेच्ने ठाउँमा हजुर मधेसीहरूले बेच्ने ठाउँमा ऊ नेपालबाट गए साथीहरू बस्या त्यहाँ होइन उनीहरू त पालोमा गएखेरि सबै पालोमा गएपछि पसलमा जानु चाहिँ पैसा छ जस्तो पाइँदैन किनेर चाहिँ भेजिटेबल तरकारीहरू किनेर खानु हुँदैन पसल देखाए ऊ पसलमा गए पसलमा गएपछि बिचरा हिन्दी त जान्दैनन् उनले उहाँ गएपछि पैसा देखाएछन् सोच माने हो त टमाटर छ त्यो छ अब तर उनलाई थाहा छैन त्यहाँ के भनेर केही जान्ने होइन उनले त्यो भेन्टा दिएपछि उनले मागे 4 पैसा भेन्टा कति दिन्छ त्यो हामी इन्डिया 2004मा कलेजबाट होइन बिहारबाट आउँदा कि अब कस्तो हो नि धोतिर आफ्नो सिटमा पनि बसिदिने होइन हाम्रो सिटमा आएर सुरुमा अब हामीले 3 जना बसिहाल्छौँ नि एउटा सानो यति कुना पाए पनि सुरुमा यसरी बस्ने भरे यसो चाक हल्लाउँदैन पुरै सियो गर्ने क्या अनि त्यस्तै गरेर एक ठाउँमा बसिरहेको थियो होइन अब हामी आयौँ अनि आएपछि हामी बस्नु पऱ्यो नि त झ्यालको सिटमा बसिरहेको थियो अनि सबै अब हामीले भन्नु पर्यो होइन त्यो हामी छिटो सक्यौँ भने छोड्दै छोड्यो क्या अनि मेरो साथीले बिसाएर भन्योहरूले होइन त्यो छोड्नु भनेन भरे त्यसले उनीहरूले उसको दाइ नै बोलाएको पर है ना देखिए ना ये मुझे मैं बोल रहा है कि भने ना मेरे साथी रिस गरेर तू टैग नहीं था नहीं तो मैं तुझे झालबाट फुट फाल देता हूँ उठता है कि नहीं उठता नहीं तो मुझे तुझे झाल से फुट फाल देता हूँ हिन्दी बोल्नु कोसिस गरे म नेपाली मिक्स हुन्छ आदि त्यो निवारले गरे के दाइ के बजार जाने निवारले भने हैन निवारले हैन निवारले ओ भाइ जरा खिड्की खोल्न त भनेर भन्यो अरे हैन यस्तो हँसाउने हिन्दी बोल्ने क्या ए भाइ जरा खिड्की खोल्न त भन्यो अरे खिड्की खोला भन्ने त्यस्तै बुढाले मर्ने बेलासम्म त्यो बुढालाई चाहिँ कहिले दिएन जहाँ बस्यो गफ गर्न बस्यो चौतारीमा बस्यो गफ गर्दै कुरा गर्दै गर्दै त्यही सोध्ने मरिहाल्ने अझ त्योभन्दा सबसे हँसाउने हिजोडा आउने होइन केटाहरू त बस्दैन भने सबजना भाग्ने म त कुनामा बसिरहेको थिएन ल हिजो आयो भने सबले त्यो भयो वर्गले ब्यागहरू सबैले पुर्दियो क्या मलाई भित्र कोही केटा मान्छे त्यहाँ गएर लुक्दै आएको होइन एकजना त्यो निभा भनेर चाहिँ कसरी कपाल लामो छ क्या त्यो चस्मा लाएको होइन त्यो हेर्दा ठ्याक्कै केटी जस्तो देख्छ क्या त्यो कपाल लामो हुँदा अनि ट्याक्कै समातेर किस्कार अगर कोही लड्का भनेर साथी गर्दा लड्के नै हो क्या कपाल लामो चाहिँ चस्मा लगाएर होइन जस्तो पछि त केटी जस्तो बस्यो होइन बसेपछि उसले उनीहरूलाई त बताउने केटी जस्तो लागेको छ क्या नि अगर त्यो लड्का आउँदा त्यो साथी गर्दा किस गरेर गयो क्या त्यस्तो हल्ला
तिमीले यस्तो बेला फोटो ल्यायो यो रेकर्ड गरिरहेको दाजु तिमीले नि हामीलाई बात नदिनु अलिक 5 वर्ष 6 वर्षपछि यस्तो भनेर कति मिनट भयो घन्टा कितना डेटा